तराईमा बढ्दै गएको प्रचण्ड गर्मीसँगै वसन्त ऋतुमा पलाउँदै गएका पालुवा र हरियालीको छत्रछायाले बटुवालाई शीतलता प्रदान गर्ने धनगढीको कवर हल वरिपरिको जेन्जी मार्ग एक विश्राम स्थल बनेको छ, थकाइ मार्ने ठाउँ बनेको छ र गर्मीको राहत महसुस गर्ने स्थान बनेको छ। जेन्जी मार्गको पैदल पेटीसँग जोडिएको कभर्ड हलको बााउन्ड्री वालमा पेन्टिङ गरिएका सुदूरपश्चिमका सुन्दर स्थानहरू, पर्यटकीय स्थानहरू, धार्मिक स्थलहरू, कला संस्कृतिहरू सँगै लहरै वृक्षारोपण गरिएका फुलका बुट्यानहरूका मा फुलेका सुन्दर फुलका दृश्यहरूको दृश्यले यो मार्ग आफैमा सुन्दर र आकर्षणयुक्त देखिन्छ। मेयर गोपाल हमाल जब निर्वाचित भएर आए, यो स्थानले मात्रै होइन, अहिले धनगढी पुरै क्षेत्रले काँचुली फेरेको देखिन्छ। फराकिला सडकको दायाँ बायाँ र मिडियममा वृक्षारोपण गरिएका हरियाली रुखहरू, सफा सुग्घर सार्वजनिक वालमा कलात्मक दृश्यहरू, चित्रहरूले सुन्दर धनगढीको रूपमा रूपान्तरण गरेको छ। साथै रात्रिकालीन अवस्थामा स्ट्रिट लाइटको रङ्गीबिरङ्गी चकमन्न सहर झनै आकर्षणले उज्यालो सहरको रूपमा पनि आफूलाई प्रमाणित गरेको छ। र अन्त्यमा हाम्रो सहर, सफा सहर, हरियाली सहर, उज्यालो सहर धनगढी अवश्य भिजिट गर्नुहोला। हवस् त, धन्यवाद।